नमस्कार। आज मेरो हातमा श्रीमद् भागवत महापुराण रहेको छ। हामी साँझ 8 देखि 9 बजेसम्म पुराण पढ्ने, पढाउने, वाचन गर्ने, कथा भन्ने कुरा सिक्ने, सिकाउने गरिरहेका छौँ। अब मसित पुराण पढ्न चाहनेहरूले मलाई मेसेज गर्न सक्नुहुन्छ। पुराण भनेको एउटा कस्तो विषय हो भनेदेखि हाम्रो जीवनमा हामीले कसरी शारीरिक, मानसिक र आत्मिक सुख पाउने, कसरी प्रसन्न रहने, कसरी शान्त रहने, मन आनन्दमा रहने भन्ने कुरा सिकाउनको निमित्त रचना गरिएको, वेदव्यासजीले रचना गर्नुभएको ग्रन्थलाई नै पुराण भनिन्छ। 18 महापुराण, 18 उपपुराण र 18 नै औपपुराण पनि भएको कुरा हामीले बुझ्न आवश्यक छ। र पुराणमा सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि च वंशानुचरितं चैव पुराणं पञ्चलक्षणं भनेर त्यहाँ वंश वर्णन, सृष्टि स्थिति प्रलय वर्णन, मन्वन्तरहरूको वर्णन, वंश वर्णनमा हामीभन्दा माथि कति जन्मिएर मरे, कति जन्मिएर मर्नेवाला छन् पछि पनि भन्ने कुराको हामीले अनुमान गर्न सक्छौँ। फलानाको छोरा फलाना 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 भन्दै ऋषिवंश, राजवंशहरूको वर्णन गरिएको हुन्छ। त्यसमा वंशानुचरितमा ती वंशहरूमा जन्मिएका विशिष्ट व्यक्तिहरूको चरित्र वर्णन हुन्छ, जस्तो कृष्ण चरित्र, ध्रुव चरित्र, प्रह्लाद चरित्र आदि। यसरी विशिष्ट काम गर्ने, विशिष्ट योगदान गर्ने व्यक्तिहरूको चाहिँ नाम हामी अझै पनि सङ्कीर्तन गर्दा रहेछौँ। त्यसले गर्दा हाम्रो सानो जुन अस्तित्व छ, यत्रो चाहिँ सृष्टि चक्रमा हामीभन्दा अगाडि कति मरेर गए, हामीभन्दा पछाडि कति मरेर जान्छन्, यस्तो सृष्टि चक्रमा हाम्रो अत्यन्तै सानो जीवन हो, पानीको फोका जस्तै जीवन हो, कतिखेर फुटेर जान्छ भन्ने कुराको ठेगान छैन। यस्तो जीवन, अत्यन्तै क्षणिक जीवनलाई हामीले कसरी सुन्दर बनाउन सक्छौँ, कसरी आनन्दमय बनाउन सक्छौँ र कसरी महत्त्वपूर्ण बनाउन सक्छौँ भन्ने कुराहरू सिकाउनको निमित्त यो संसारको तापबाट मुक्ति प्राप्त गर्नको निमित्त पनि यो पुराणका कथाहरूको रचना गरिएको छ। पुराणका कथाहरूको विशिष्टता, तिनीहरूको रहस्य के हो भन्ने कुरा आजभोलि पुराणवाचकहरूले पनि त्यस्तो भनेको पनि सुनिँदैन, होइन। गीतसित गाउने, रमाइलो गर्ने, पैसा उठाउनेमै सीमित देखिन्छ पुराण कथाहरू आजभोलि। तर त्यसको चाहिँ जीवनमा के हो महत्त्व, हाम्रो शरीरलाई, मनलाई, आत्मालाई पनि कसरी सम्बोधन गरेका छन् कथाहरूले, कसरी चाहिँ शान्त बनाउन एउटा मनोचिकित्साको रूपमा यी पुराण कथाहरू आएका